ब्याक टु ब्याक विन फर नेपाल क्रिकेट टिम। T20 वर्ल्ड कपको जुन वार्म अप म्याच चलिरहेको छ त्यसको फर्स्ट म्याचमा युएईलाई इजी हराएको नेपालले आज क्यानाडालाई पनि इजी पारामै हराएको छ भनौँ। र क्यानाडाले जम्मा 161 रन बनाएको थियो र त्यो रन नेपालले 18 ओभरमै चेज गर्यो। अझ त्योभन्दा अगाडि पनि चेज गर्नुपर्ने थियो नेपालले, तर आसिफ शेखलाई नेपालले रिटायर आउट गर्यो। उनी आफै आउट भएका थिएनन्, अरू अरू प्लेयरहरूलाई चान्स दिनको लागि उनलाई रिटायर आउट गर्नु परेको थियो। र बलिङको कुरो गर्नुपर्दा नेपालको डेथ ओभरमा खासै राम्रो बलिङ हुन सकेन। अब क्यानाडाको टिम 130-40 रनमै रोकिन सक्ने अवस्था थियो, तर नेपालको जुन डेथ ओभरमा नन्दन यादव र करण केसी जस्ता बलरहरूले राम्रो बलिङ गर्न नसक्दा 161 रनसम्म पुर्याएको थियो क्यानाडाले। र नेपालले इजी चेज गर्यो जवाफी ब्याटिङमा। कुशल भुर्तेलले राम्रो राम्रो सर्ट खेलिरहेका थिए, तर अनफर्चुनेटली उनी एलबिडब्ल्यू आउट हुनु पुग्यो। त्यसै गरी आसिफ शेखले जुन हिसाबले आज खेलिरहेका थिए त्यो एकदम हेर्न लायक थियो। 18 बलमै उनले 50 रन हाने। त्यसै गरी सन्दीप जोराले पनि एकदम राम्रो खेले र गुलसन झाले पनि लास्टमा चान्स पाए। आज चाहिँ अब उनले चान्स पाइरहेका थिएनन्, अब उनको पालै आइरहेको थिएन भनौँ अघिल्लो म्याचहरूमा। र आज जुन उनलाई आसिफ शेखलाई रिटायर आउट गराएर भए पनि उनलाई चान्स दिएको थियो र उनले पनि लास्टसम्म गेमलाई लगे र गेम फिनिस गरेर आए। र नेपालको प्रिपेरेसन एकदम राम्रो भएको छ भनौँ। र इङ्ल्यान्डसँगको म्याचको लागि नेपाल रेडी रहेको जस्तो देखिरहेको छ। ब्याटिङमा स्पेसल्ली ब्याटिङमा चाहिँ नेपालको फर्म एकदम राम्रो रहिरहेको छ र डेथ ओभरको बलिङ केही सुधार्न सके नेपालले राम्रो रिजल्ट ल्याउन सक्नेछ। अब हेरौँ के गर्नेछ नेपालले।